देश बिग्रियो भनेर छोरो फर्किँदैन भन्छौ कि छोरो नै बिग्रियो त्यसैले देश फर्किएन। आमा उत्तर खोज्दै परदेशमै बाँचिरहे। बाटो उस्तै छ माया उस्तै छ तर भरोसा हराउँदै गयो बिस्तारै। सपनाले देश छाडेन देशले सपनालाई छाडे जस्तो लाग्यो। आमा यो पालीको चुनावमा पुरानै गल्ती दोहोऱ्याउनेलाई होइन, नयाँ सोच नयाँ मान्छेलाई भोट दिनु है। सायद त्यो र मतले छोरो फर्कने बाटो खोलिदियोस् र तपाईहरुसँगै बस्ने सपना पूरा गरिदियोस्। त्यसैले एकचोटि भोट फेरिदिनु, पहिले गरेका ती भुल बिर्सिदिनु अनि छोरा छोरी आउने बाटो हेरिदिनु।